कान्छो ओ सुरेन सुरेनो ओ दिवा एकछिन नपाद्नु एकछिन घट्छ ओ 64 केजी है त्यो ल पार्दैको फेरि घट्थ्यो मेरो पुग्दैन ए अले यो कोठे पुग्छ लु ट्याक्कै 72 हो काटी खाने बेला भएछ हुन्छ 1 किलो त जुत्ता एका आउनु पर्यो तपाई अब बाड्नु इले सुन्दैछ उकान सुन गर्दै खर्च अहिले काम गर्छ कति पुग्यो रे हामी जहिले काट्दा कति पुग्यो टोटल काटेर 1 मिनेट मात्र भएको अहिलेसम्म आम्मा कि तिमीले थिच्यौ विवेक तिमीले थिच्यौ कुचो बेचेको रिसले अरे आरो जोखा त अब 34हरू पुगिरहेछ अब हेरौँ विवेक बुझ्छौ नि तिमी आँखा पसेर मेरो उयो लास्टै गर्यो के एउटा उयो बोतल ढुङ्गा पो होला हौ ए ढुङ्गा चाहिँ ल्याउनु यो हुँदैन ढुङ्गा ल्याउ त ए हुने रहेछ भयो पो लाग्यो तिमी ल फेकिदिनु कनेक्ट भित्र कनेक्ट मिलेको छैन हौ उता ब्याट्रीमा कनेक्ट लास्टमा आएर फेरि त्यही भएर सबै कुचै कुचो भइसक्यो तपाईँमा त हुन्छ त कसले माया गरेछु डङडङ यो होइन कि कनेक्टमै हो नट खोलेर भित्र कसरी चाहिँ यस्तो हुन्छ हौ कस्तो हुन्छ ब्याट्री चाहिँ ब्याट्री चाहिँ रातो हुन्छ नि भित्र अनि ठुलै हुन्छ त्यसो त मेरोमा हेर्नु आएन यस्तोको ब्याट्री उहाँसँग ब्याट्री भयो भएन त छिपेर कि के भयो धेरै दिन भएर मोबिल बनाएर होला त्यो बनाएको लास्टै थियो मेरोमा हेर्नु आइजन अरे अब एउटा के गर्नु माथि बनाउने तिरकुटै
कस्तो धोका दिए नि होइन हुन्छ त्यो यस्तो हो के अब हाम्रो यहाँ राई गाउँतिर पर्दा त्यो मुन्नु भन्छ नि अलिक मुन्नु पुगेन क्या त्यहाँ हो त्यो भएपछि चाहिँ त्यस्तो भएको फेरि उहाँसँग साह्रै बेसी हाम्रो बाँकासँग त हुन्छ नि दिबा हौ दिवालाई चाहिँ के अरे भन्नु हुँदैन नि मिठा पानले मिठो लाग्छ हो नि होइन त्यो ब्याट्री सकेको होला होइन र 15 दिन ब्याट्री होइन त्यो स्विच नै गयो गडबड भयो त्यो चाहिँ गरौँ अब यो यसलाई बिले नानौ यसलाई जस्तो लडाउनु के अघि यस्तो बिले नानौ होइन म ठ्याक्कै मन पाउँछु बाँधेर बिले नानौ लास्ट चाहिँ यति होला होइन लास्ट के गर्नु त अब लु त लु बिलेन हाल्यो नि त सानो सानो कति मुठा यहाँ एक लेभल भए म ओजन यो मुठा 3 केजीको दरको छ है तर कुनै ठुलो र सानो रहेछ होइन 3 केजीको दर पुरै छैन हर्दा 3 केजी कसरी छैन हौ यहाँ हो 3 केजी बढी छैन हो बढ्छ सानोमा सानोमा हुँदैन ठुलोमा बढी छ नि त अनि 3.30 45 केजी त बिलियनमै आयो 45 केजी जति चाहिँ छ के यो 3 केजीको दरले क्या अनुमानले गरौँ न यो यसरी अनुमान गरौँ यो 1 अनि भोटा भो अनि घरको मान्छेले दिन्छ त भयो रे ल यो 45 है यो अन्दाजी 45 छ भयो त जोखाउँदा ल अब भइगयो त कला पनि भयो त बढी छ अलिकति बढी हुन्छ ठ्याक्कै भने त कति छ 45 हो मेरो चाहिँ 40 किलो भने माथि छैन बाजी गर्ने बाजी बाजी गर्ने छैन बाजी गर्ने 40 किलो 38 लु बाजी गरौ 38 बाजी गर्ने बाजी गर्ने ल ल बाँगा बाजी गर्ने पहिला अनि तौलाने मैले 40 किलो वजन गर्ने र त बाजी यतिकै हालिहाल्नु ल किलो पर्दैन कि यतिकै हालिहाल्नु ल यो हुन्छ कस्तो हुन्छ पैसा यो 4 केजी छ के अहिले त्यसो गर्दा सानो सानो हाल्नु नम्बर हेरौँ 3 केजी भन्दा बढी हुन्छ के एउटा मुठा म त ल बाजी गर्ने भने मसँग गर है मालिक गर्छन् 40 भन्दा मुनि छ भन्दै 45 हो मेरो त ट्याक्कै 45 भन्दा बढी मर्यो नि फेरि हैन खै म बनाउँछु बाबु छोराले नि यो विदेशमा बसेर यस्तो यस्तो बनाइ उस्तो बनाइ म चाहिँ यस्तो बनाउँछ ढङ्गलाई त धेरै देखायो फेरि धेरै देखायो ढङ्गलाई चाहिँ त्यो त शङ्का भयो कि स्क्रु ड्राइभरहरू भए त म खोलेर त्यसलाई बनाइदिइहाल्छु कि बनाउनु होइन यसो गर्नु नि हौ 45 केजीमा लानु हो यो अन गर त त्यसरी अघि यसो गर्दा भएको छ कि मैले 40 मा पखना बनाइदिन्छु होइन एकछिन यो बन्छ यसो गर्ने नि अब नि धन्ने दियो भने नि बिचमा मिलेर लानु हो हामीले कसले 40 45 गोलको पम लागे जस्तो यसो लाउँदा हुँदैन 45 भन्दा बढी पुग्छ भाषा हुन्छ के हुन्छ कि त्यसो मैले भने 40 मा ठ्याक्क दिँदाखेरि के फाउ काट नकाट तिमीलाई 2-4 किलो कि उसको जान्छ कि उसको जान्छ लगाइदिउँ लगाइदिउँ कि 40 मा हुन्छ त ओके गरौँ तपाईँले ल यहाँ धनीले भने ठिकै छ
फल चाहिँ नकाट्नु होइन यसको चाहिँ नकाट्नु होइन दुईटाको नकाट्दिनु बढी छ यो त बढी छ नि बढी छ नि 45 फाउ नकाट्नु के नभए यो एकचोटि बनाउनु लाउनु त यो नकाट्नु होइन बढी छ यसमा 45 यो 45 फिक्स हो के होइन फाउ काट्नु काटेन त्यो फाउ नकाट्दा मलाई चाहिँ फेरि यो अन्दाज ल ल अब 165 केजी भयो ल फाउ नकाटी फाउ नकाट्नु गफ नगर न ए भाइ एकछिन भोकाइसक्यो पक्नु न एकछिन बनाइदिइहाल्छु नि म ल आउनु त 45 केजी बनिहाल्छ छिटो भयो 45 केजी पुग्नुपर्छ है काट्दा हुँदा त्यही रहेछ त्यो स्विच बिग्रेछ स्विच बिग्रेछ छ भने त पाए त यो त भएको त राम्रो त अब भइदै भएन त दिनु नि पर्यो नि त म त के न हो यो तर स्विच चाहिँ बिग्रेको रहेछ होइन अब यो फेरि अब यो फाल्यो केजी निकाल्नु अलि बिस्तारो गरौँ त्यो बिस्तारै बिस्तारै अब यता चल्नु कस्तो छैन अनि 45 केजी हो अनि यत्रो बढी छ नि हौ 50 केजी पुग्ने बेर छैन अहिले यसमा ल यसैमा 20 केजी पुग्यो मुनि हेर्नु 20 21 21 पुगिसक्यो 250 अनि 21 गर्नु ल 21 है 21 भयो त जो दाजुको भाग्य रहेछ झन्डै मलाइमा अनि भइगयो के फावा छोड्नु अनि यो फावा सर्छ यत्रो धेरै देखौँ देखौँ त्यो फावा कति भयो 55 केजी पुग्यो 45 केजीको 15 भयो 1 केजी माथि 1 केजी माथि त्यही भएर त बनाएको त अनि त्यो उतो ल अब चाहिँ भइगयो त अब भएन अनि झन्डै नि गइगयो नि हौ अनि होइन ठिकै पनि अब त्यो काठा नचलेन भने के इमान्दारमा दियो भने दिँदा पनि हुन्छ तर यो गरम गरम तर यस्तो काठहरू त म बनाउँछु नि गोटा गरम रहेछ नि ल अब गोटा बाँधेर चाहिँ यो 32 केजी हो सबै चोट परेको ल ल ल 100 मागे ओ दिवा कति केजी भयो अरे 32 ल आउरा फेरि सकिँदै छैन यसो सक्दैन जिउँदो मान्छेले छुटेन मरेको पो माथि छुट्यो कति केजी अरे दिवा 50 खोइ 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 छिटो है 50 लम्बाइ 8 फिट चौडाइ चलिरहेको छ त त्यो अनि 50 थोक ब्यागान त छिटाउनु नि यहाँ जोग्न विवेक कति 37 दिवा नजाउने ल ल ल ल कुचो छ अघि त फुर्ती गलिसक्यो नि अब खोइ हाम्रो गिर्जाबाङ दिवा दिवा हो गिर्जा दिवा भाग्यो भागेको छ नि
विवेकको ससुरा